धन्यवाद सानो कुमारज्यू, उहाँले आफ्नो स्वागत मन्तव्य राखेर गइसक्नु भएको छ। अब कति पनि ढिला नगरी यहाँलाई पनि कविता कहिले सुनौँ गजल कहिले सुनौँ भएर एकदम आतुर अवस्थामा हुनुहुन्छ। त्यसकारण म यो औपचारिक कार्यक्रमलाई ढिला नगरिकन अगाडि बढाउँदैछु र अब फेरि पनि म मन्तव्यलाई नै जोड्न चाहन्छु र मन्तव्यलाई जोड्ने क्रममा म एकदमै छोटो सटिक भनाइ राखिदिनु हुनु। म यस 6 नम्बर वडा कार्यालय का वडा अध्यक्ष श्री आशिष चेम्जोङज्यूलाई आफ्नो छोटो मिठो मन्तव्य राखिदिनु हुनु म हार्दिक अनुरोध गर्दछु। धन्यवाद छ कार्यक्रम सञ्चालकज्यू। पर्यटन साहित्य विकास आधार गाउँघरमा साहित्य 2081 कार्यक्रमका सभाध्यक्षज्यू, त्यसै गरी प्रमुख अतिथि 24 गाउँपालिकाका अध्यक्ष श्री राजकुमार चेम्जोङज्यू, विशिष्ट अतिथि 24 गाउँपालिका पूर्व उपाध्यक्ष यज्ञकुमारी रुचालज्यू र सहकर्मी साथी विशिष्ट अतिथि तारा बिर्याखा 5 नम्बरका वडाध्यक्षज्यू, त्यसै गरी सम्पूर्ण ड्यासमासिन अतिथिगणज्यूहरू र साहित्य प्रेमी हाम्रा आजका पाहुना आजका वाचक सम्पूर्ण कलाकारज्यूहरूमा र उपस्थित सम्पूर्ण संस्थामा आबद्ध सम्पूर्णमा सेवारो नमस्कार साहित्यिक अभिवादन टक्राउन चाहन्छु। पूर्व हाम्रो सञ्चालक मित्रले भनिसक्नु भएको छ, छोटो समय ठिकै छ, समयलाई ख्याल गर्दै विशेष गरेर आज यहाँनिर हामी रानीताल मारोकमा अत्यन्तै सुन्दर एउटा सृजना, एउटा पानीको बहाव र हावाको तरङ्ग सँगसँगै एउटा प्रस्फुटन भएका भावनाहरू र प्रस्फुटन भएका आफ्ना कलाहरूलाई चाहिँ आफ्ना भावनाहरूलाई चाहिँ निर्धक्क रूपले चाहिँ तपाईँ माझ आज यो खुल्ला ठाउँमा चाहिँ सबैसँग सहकार्य गरेर सबैसँग चाहिँ एक किसिमको हातेमालो गरेर र हामी यहाँनिर निर्धक्क रूपले चाहिँ हामी गजल कविता र सृजनाहरू सुन्नेछौँ र हामी यहाँनिर चाहिँ एक किसिमले चाहिँ आज एउटा खुल्ला आकाशको मुनि बसेर चाहिँ एकअर्कामा शुभकामना साथसाथ र माया साथसाथ गर्नेछौँ भन्ने राख्दै पुनः यहाँको सम्पूर्णमा शुभकामना दिँदै मेरो व्यक्तिगत तर्फबाट र 6 नम्बर कार्यक्रम तर्फबाट यो कार्यक्रमलाई सफलताको शुभकामना दिँदै मेरो छोटो यो दुई शब्द टुङ्गा चाहन्छु। हस्त, धन्यवाद, सेवा, नमस्कार।